गाइस आज चाहिँ हामी कहाँ गएको भन्दाखेरि तपाईँहरूलाई चाहिँ आज चाहिँ हामी र भाइ चाहिँ पोस्ट अफिस गएको। त्यहाँ बाहिर सामान बेच्नको लागि चाहिँ हामी पोस्ट अफिससम्म गएको थिएँ। जाँदा जाँदा यसो मानन्द ब्रिजपट्टि हेरेको त जाम पो रहेछ हो। जाममा बस्नु पऱ्यो 5-10 मिनट। मानन्द ब्रिजको त्यो जाममा 5-10 मिनट बसेपछि चाहिँ हामी पेट्रोल पम्पपट्टि लागे। पेट्रोल पनि अलिकति कम्ती थियो, त्यही भनेर पेट्रोल पम्प हाल्न आएँ म र भाइ। पेट्रोल पम्पमा पुगिसकेर चाहिँ अन्त अलिकति त्यहाँ जाम थियो, अगाडिपट्टि बाइक रहेछ। अन्त त्यहाँ पेट्रोल पम्प भइहाल्यो भन्यो। अन्त लु डिक्की उयो खोल, के भन्छ स्कुटीको उयो खोल, पेट्रोल हाल्ने भने यता हेरेको त फेरि जाम लागिरहेको रहेछ। यो चाहिँ तपाईँको कहाँ हो भन्दाखेरि एयरभ्यूको पेट्रोल पम्प हो, फर्स्टको होइन सेकेन्डको। यहाँको चाहिँ स्टाफहरू राम्रो छ क्या, मजाले बोल्छ, पहिलादेखि हालेको नि त मैले यहाँ। अन्त पेट्रोल पम्प हो त्यहाँको। मैले पेट्रोल हालिसकेर चाहिँ स्कुटी स्टार्ट गरेर चाहिँ हामी फेरि पोस्ट अफिस, फेरि एयरभ्यूबाट हामी यता शिवक मोड पुग्दाखेरि त त्यहाँनिर पनि बिता। हेलो गाइस, अहिले त हामी ट्राफिक जाममा फसिरहेको छु हो म र भाइ। हामी चाहिँ जाँदैछु इन्डियन डाक अफिस। अन्त तपाईँहरूलाई साथमा लिँदै ल भाइ पक्रि हामी चाहिँ जाँदैछु। अब त्यो त फोन खालि हुन्छ नि अब मार्न अन्त फोन मुली कति लु मार्दै अब। हामी चाहिँ यहाँ शिवक मोड आइपुग्यो। यहाँ हामी पर जाँदैछौँ। सामान लाने उयोलाई फोन गर्नुपर्छ कि गाइस। आजको वेदर त्यस्तो भइरहेको छ, दामी छ आजको वेदर चाहिँ। यो चाहिँ तपाईँको कहाँ हो भन्दाखेरि यो चाहिँ भेनिस मोडदेखि चाहिँ कोर्ट मोड जानेपट्टि साइड आइपुग्यो हामी हो म र भाइ। ट्राफिक अब जामको यो खोलिसकेर आउँदा 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 फेरि यहाँ त अलिक ट्राफिक चाहिँ छैन रहेछ क्या, जाम त खाली रहेछ यहाँ। 2-3 बजिसकेको थियो त्यहाँ चाहिँ। यो त हामी कोर्ट मोड आइपुग्यो। कोर्ट मोड आउनुभन्दा अगाडि यहाँनिर चाहिँ जलान छ, यो मेडिकल स्टोर। यहाँनिर तपाईँले अरू जग्गामा नपाएको मेडिसिनहरू चाहिँ यहाँनिर तपाईँले आएर किन्नु सक्नुहुन्छ। त्यसको अपोजिट साइडमा चाहिँ गभर्मेन्ट हस्पिटल पनि छ यहाँनिर। यो चाहिँ सिलगढीको सबसे अब सेकेन्ड ठुलो त नर्थ बेङ्गल भइहाल्यो, यो चाहिँ सानो। यहाँ आएर तपाईँले कोही बेला डक्टर देखाउँदा पनि हुन्छ। अनि त्यसको अगाडि यहाँनिर फुल दोकानहरू छ, यहाँ तपाईँले फुलहरू पनि पाउनुहुन्छ, बुके पाउनुहुन्छ बर्थडेतिर पार्टीतिर जाँदाखेरि। त्यहाँपछि त हाम्रो डेस्टिनेटी आयो, हाम्रो पोस्ट अफिस चाहिँ म र भाइ आइपुग्यो। त्यहाँ चाहिँ मैले स्कुटी चाहिँ साइडमा राखेँ, स्कुटी साइड गर्दै थिएँ। साइड गरिसकेर अन्त ह्यान्डल लगाएर स्कुटीको त्यहाँ चाहिँ म त अगाडि हिँड्दै थिएँ, भाइले त पछाडिबाट भिडियो बनाउँदै थियो। हाम्रो सिलगढीको चाहिँ के एउटा छ उयो नेगेटिभ थट भने चाहिँ पोस्ट अफिसको बाहिर चाहिँ यसरी उयो के भन्छ रिक्साहरू राखिदिन्छ, बाइकहरू राखिदिन्छ। अलिक फरक राखिदियो भने त मान्छेलाई आउजाउको लागि चाहिँ सुविस्ता हुन्छ नि त हो। अन्त पोस्ट अफिसमा म पसेँ भित्र, त्यहाँ चाहिँ पसेर चाहिँ म यताउति हेरेँ कहाँनिर चाहिँ सोध्नु भने अब स्पिड पोस्ट चाहिँ अब सोध्नु भनेर मैले यताउति गर्दै थिएँ। त्यहाँ चाहिँ भित्र बसेर एउटा म्यामलाई सोधेँ मैले। अन्त म्यामले भन्नुभयो पर जानुहोस् तपाईँले त्यहाँनिर चाहिँ त्यहाँ तपाईँलाई भन्छ एउटा फर्म फिलअप गर्नुपर्छ, त्यहाँपछि तपाईँले चाहिँ आधार कार्डहरू के चाहिँदो रहेछ इन्टरनेसनल सामानहरू बेच्नको लागि चाहिँ। अन्त त्यहाँ बात मार्दै थिएँ, बात मारिसकेर चाहिँ म गएँ त्यहाँभित्र। त्यहाँपछि चाहिँ म बात मारिसकेर आएँ, फर्महरू लाग्दो रहेछ, फर्म फिलअप गर्नुपर्दो रहेछ। त्यहाँ चाहिँ म र भाइ चाहिँ बाहिर निक्लेँ।
त्यहाँपछि भोलि पर्सितिर आउनुहोस् त्यहाँ सामान लिएर त्यहाँपछि तपाईँहरूको काम हुन्छ भन्नुभयो।